अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिसा भट्टराई बिहिबार काठमाडौँको बाँसबारी स्थित रामाला इभेन्ट्समा औँठी साटासाट गर्दै इङ्गेजमेन्ट गरे। तर यो वास्तविक इङ्गेजमेन्ट भने थिएन। नयाँ फिल्म शुभ विवाहको घोषणा कार्यक्रमलाई रोचक बनाउन निर्माण टिमले प्रदीप र सनिसालाई नै इङ्गेजमेन्ट गराएको शैलीमा प्रस्तुत गरेको हो। फिल्ममा प्रदीप र सनिसा पहिलो पटक जोडीका रूपमा देखिँदैछ। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म प्रिया दर्शन फिल्म्सको ब्यानरमा निर्माण हुनेछ। विवाह र प्रेमलाई केन्द्रमा राखिएको फिल्मको ट्यागलाइन सात बाचा भन्दा परको सत्य राखिएको छ। फिल्मको छायाङ्कन भदौबाट सुरु हुनेछ भने महाशिवरात्रिको अवसर पारेर फागुन 21 गते प्रदर्शन गर्ने तयारी छ। प्रेम गीत पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको सहकार्यमा लामो समयको अन्तराल पश्चात यी दुई प्रतिभाशाली व्यक्ति फेरि शुभ विवाह मार्फत एउटै यात्रामा जोडिएका छन्। अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिसा भट्टराई बिहिबार काठमाडौँको बाँसबारी स्थित रामाला इभेन्ट्समा औँठी साटासाट गर्दै इङ्गेजमेन्ट गरे। तर यो वास्तविक इङ्गेजमेन्ट भने थिएन। नयाँ फिल्म शुभ विवाहको घोषणा कार्यक्रमलाई रोचक बनाउन निर्माण टिमले प्रदीप र सनिसालाई नै इङ्गेजमेन्ट गराएको शैलीमा प्रस्तुत गरेको हो। फिल्ममा प्रदीप र सनिसा पहिलो पटक जोडीका रूपमा देखिँदैछ। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म प्रिया दर्शन फिल्म्सको ब्यानरमा निर्माण हुनेछ। विवाह र प्रेमलाई केन्द्रमा राखिएको फिल्मको ट्यागलाइन सात बाचा भन्दा परको सत्य राखिएको छ। फिल्मको छायाङ्कन भदौबाट सुरु हुनेछ भने महाशिवरात्रिको अवसर पारेर फागुन 21 गते प्रदर्शन गर्ने तयारी छ। प्रेम गीत पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको सहकार्यमा लामो समयको अन्तराल पश्चात यी दुई प्रतिभाशाली व्यक्ति फेरि शुभ विवाह मार्फत एउटै यात्रामा जोडिएका छन्।